So मलाई चाहिँ मेरो सिक्रेट सेन्टाले के गिफ्ट दिनुभयो होला र त्यो भन्दा अगाडि मैले चाहिँ के दिए सो हेलो एभ्रीवान हामी चाहिँ क्रिसमस इभ सेलिब्रेसनको लागि हाङकु गएका थियौँ र सिक्रेट सेन्टाको बजेट भनेको चाहिँ 5K सम्मको थियो अनि कसले कसलाई गिफ्ट दिने भनेर चाहिँ हामीले चिठा छानेको थियौँ यो मोमेन्टहरू चाहिँ मेमोरी बनोस् भनेर सानो सानो क्लिप कलेक्ट गरेर मिनी भ्लग जस्तो बनाएको छु सबैजनाले फुड इन्जोय गर्दै गर्दै हाम्रो सिक्रेट सेन्टा गिफ्ट एक्सचेन्ज पनि स्टार्ट भयो फर्स्टमा ममताको टर्न एन्ड गेस वाट ममताको सिक्रेट सेन्टा चाहिँ ईशा दिदी हुनुहुन्थ्यो सबैजनाले कसले कसलाई गिफ्ट दिने होला भन्दै फुल क्युरियस मुडमा थियौँ Whoa! तिमीले नि हेर्दै थियौ है and what is this? Pocket hat, my favorite wigs from brown color. One pocket hat and earmuff. I so cute. Wait, I'm gonna try this earring. Sorry, I made so I just try this. Oh my god, I want it. So cute. Merry Christmas. No, thank you so much. Love it. त्यसपछि लम्बुको ड्रन लम्बुको सिक्रेट सेन्टा चाहिँ ममता थियो र ममताले honestly यति क्युट र युजफुल सामान दिएको हो नि लम्बुको एक्साइटमेन्ट र ह्याप्पिनेस चाहिँ नेक्स्ट लेभलको थियो यो मेकअप पाउच चाहिँ ईशा दिदीले दिनुभएको हो किन भन्दाखेरि सिक्रेट सेन्टाले त मेन गिफ्ट दिन्छ नै तर हामी साथीहरू पनि एक अर्कामा सानो सानो गिफ्ट भए पनि एक्सचेन्ज गरौँ है भनेर सानो सानो गिफ्ट चाहिँ दिएको है र यो ज्वेलरी बक्स चाहिँ मैले दिएको थिएँ ऊ एकदम खुसी भएको थियो किनभने उसलाई ज्वेलरी बक्स पनि चाहिरहेको थियो भनेर भनिरहेको थियो त्यही भएर चाहिँ मैले दिएँ अनि उसले चाहिँ अब ममताको आफ्नो सिक्रेट सेन्टाको गिफ्ट ओपन गर्दैछ फुल अन एक्साइटमेन्ट मलाई यसले किन होइन तपाईसँग स्कार्फ अलरेडी छ नहेर्नु भनेर भनेको तिमीले होइन मैले हो You like it? Yes. Oh my god. Oh, यस्तो राम्रो लेखेको एकचोटि खोलेर हेर न Bro, oh my god. छोड त ओइ राम्रो लाग्यो